के तपाईँले कहिले सोच्नु भएको छ दैनिक मात्रै 200 रुपैयाँका लागि ढुङ्गा बोक्ने र भारतका गल्लीहरूमा चिया सर्भ गर्ने एउटा नेपाली ठेटो संसारकै सबैभन्दा खतरनाक र प्रतिष्ठित खेल मैदान अर्थात् युएफसीको रिङभित्र पुग्न सक्छ? हो, यो कुनै चलचित्रको काल्पनिक कथा होइन, बरु हाम्रै सुदूरपश्चिमका बझाङका रविन्द्र डाँटको वास्तविक जीवनको कथा हो। गत मे 28, 2026 दिन मकाउमा फिलिपिन्सका हेभी फाइटर किम्बर्ट एलिन्टो जोनलाई दोस्रो राउन्डमा धुलो चटाउँदै रविन्द्र रोड टु युएफसीको सिजन 5 को सेमी फाइनलमा आफ्नो स्थान पक्का गरिसकेका छन्। आजको यस भिडियोमा हामी रविन्द्रको बझाङको जन्मदेखि नयाँ दिल्लीको हिलो र पसिना अनि रोड टु युएफसीको फाइनल जितेर युएफसी आधिकारिक सम्झौता युएफसी कन्ट्र्याक्ट पाउने सम्मको सम्पूर्ण ऐतिहासिक यात्राको चिरफार गर्ने। रविन्द्र डाँटको जन्म 30 नोभेम्बर 1998 मा बझाङको दुरुगङ गाउँ भित्तडचिरमा भएको थियो। त्यस्तो विकट भूगोल जहाँ दुई छाक टार्न पनि परिवारले ठुलो सङ्घर्ष गर्नुपर्थ्यो। कक्षा 10 को अध्ययन पुरा गरे लगतै रविन्द्रले आफ्नो थाल थलो छोड्नु पर्यो। उनी सुरुमा भारतको पिथौरागढ पुगे, जहाँ उनले पेट पाल्नका लागि कडा शारीरिक श्रम र ढुङ्गा बोक्ने काम गरे। त्यसपछि उनी नयाँ दिल्ली सरे, जहाँ साना अफिसहरूमा चिया सर्भ गर्ने र झाडु लगाउने काम गरे। उनले दिनको 8 घण्टा काम गरे बापत मात्र $1.6 करिब 200 नेपाली रुपैयाँ पाउँथे। अत्याधिक गरौँ भारी र श्रमका कारण उनको मेरुदण्ड हड्डी समेत बाहिर निस्केको थियो। तर बझाङको रगतमा बगेको त्यो गोर्खाली साहस हार्नेवाला थिएन। उनी हरेक बिहान सबेर उठेर करातेको तालिम गर्थे। उनको असाधारण स्ट्यामिना देखेर प्रशिक्षकहरूले उनलाई एमएमएमा लाग्न सल्लाह दिए। सुरुवाती दिनमा उनलाई विदेशी नागरिकता लिएर अन्तर्राष्ट्रिय स्तरमा खेल्ने प्रस्ताव समेत, तर ऊ नेपाली नागरिक भएका कारण त्यहाँ खेल्न मिल्यो र आफ्नो देशको मायाले गर्दाखेरि नेपाली पहिचानलाई कहिले त्यागेन। सन् 2021 मा काठमाडौँका जिउजित्सु प्रशिक्षक दिविज पिया लामासँग भएको भेट रविन्द्र खेलको जीवनको सबैभन्दा ठुलो टर्निङ पोइन्ट बन्यो। प्रशिक्षक लामाले रविन्द्रभित्र त्यो लुकेको बाघलाई पहिचान गरे। उनले रविन्द्रलाई आफ्नो छातीमा राखेर तालिम मात्र दिएनन्, बरु आफ्नै खर्चमा थाइल्यान्डको प्रख्यात फेटेक्स जिममा प्रशिक्षणका लागि थाइल्यान्डको अत्याधिक ओसिलो र गर्मी मौसममा दैनिक 4 घण्टादेखि 5 घण्टाको कडा मिहिनेतका कारण रविन्द्रले आफ्नो तौल 8 केजीसम्म घटाए। यो कडा तपस्याको फल चाँडै नै देखियो। 15 सेप्टेम्बर 2023 मा ब्याङ्ककमा आयोजित वान च्याम्पियनसिपमा रसियाको शक्तिशाली फाइटर तोरप्ची तोक्याङ्कलाई तेस्रो राउन्डमा ग्राउन्ड एन्ड पाउन्ड शैलीमा धुलो चटाएर रविन्द्रले अन्तर्राष्ट्रिय क्षेत्रमा आफ्नो पाइला राखे। त्यसपछि 2 अगस्त 2025 मा भारतको ग्रेटर नोएडामा आयोजित म्याट्रिक्स फाइट नाइट MFN 17 मा भारतका अपराजित च्याम्पियन चुङरेन कोरेनलाई तेस्रो राउन्डमा नकआउट गरेर रविन्द्र पहिलो MFN वाइट मोमेन्ट च्याम्पियन बने। यो जितपछि नेपाल फर्किँदा उनलाई धेरै नै सपोर्ट मिल्यो। रविन्द्र डाँटको व्यक्तिगत विवरण र व्यावसायिक MMA रेकर्ड। नेम रविन्द्र डाँट, डेट अफ बर्थ 1998, 30 नोभेम्बर, निकनेम बझाङको बाघ। फाइटिङ रेकर्ड 11 खेल, 10 जित, 8 नकआउट, 1 सबमिसन, 1 निर्णय र 1 हार। मुख्य उपलब्धिहरू: नेपालको पहिलो म्याट्रिक्स फाइट नाइट MFN वाइट मोमेन्ट च्याम्पियन, रोड टु UFC खेल्ने र जित्ने पहिलो नेपाली फाइटर। रविन्द्रको यात्रा यतिमा मात्र सीमित रहेन। उनी आधिकारिक रूपमा रोड टु UFC सिजन 5 को वाइट मोमेन्ट डिभिजनमा प्रवेश गरे। 28 मे 2026 मा मकाउमा भएको क्वार्टर फाइनल खेलमा उनले फिलिपिन्सका किम्बर्ट एलिन्टो जोनलाई दोस्रो राउन्डमा जिते। अब उनको बाटो सेमी फाइनलतिर छ। सेमी फाइनलमा उसको सामना कासिप मर्डोकसँग हुँदैछ। मर्डोकले अघिल्लो खेलमा जापानका युनोसुके मिनामीलाई तेस्रो राउन्डमा आयम ट्रायङ्गल चोकबाट हराएका थिए। अब मुख्य प्रश्न, रविन्द्र डाँटले रोड टु UFC सिजन 5 को क्वार्टर फाइनल जितिसकेका छन्। अब सेमी फाइनल र फाइनल जिते भने के हुन्छ? पहिला कुरा, उनी संसारकै सबैभन्दा ठुलो र प्रतिष्ठित MMA मञ्च UFCसँग आधिकारिक व्यावसायिक सम्झौता प्राप्त गर्ने इतिहासकै पहिलो नेपाली खेलाडी बन्नेछन्। यसको अर्थ उनले विश्व प्रसिद्ध फाइटरहरूसँग एउटै अक्टागन सेयर गर्न पाउनेछन्। दोस्रो, यस ऐतिहासिक जितले नेपालमा मार्शल आर्ट्सको भविष्यको सधैँका लागि बदल्नेछ। सरकारी व्यवस्था र आर्थिक अभावका बीच सङ्घर्ष गरिरहेका नेपाली खेलाडीहरूका लागि विश्वस्तरीय ढोका खुल्नेछ। उनले अन्तर्राष्ट्रिय ब्रान्डहरू, करोडौँ प्रायोजन, स्पोन्सरसिप र नेपाललाई खेलकुदको विश्व मानचित्रमा ऐतिहासिक उचाइमा पुर्याउनेछन्। बझाङको विकट गाउँदेखि सुरु भएको यो यात्रा आज इतिहास बन्ने सङ्घर्षमा छ। रविन्द्र डाँटको यो सङ्घर्षका लागि तपाईँको मनमा के छ? उनले कासिप मर्डोकलाई हराउन सक्छन्?